माननीय सदस्यहरू, सम्माननीय सभामुखज्यू, माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको दोस्रो बैठकको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरू, अब माननीय उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई विनियोजन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सामान्य सभामुख महोदयको अनुमतिले विनियोजन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब विनियोजन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात् विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। माननीय सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने माननीय सदस्यहरूले आफ्नो नाम सभामुखको डायससँगै बसेका कर्मचारीहरूलाई 5 मिनेटभित्र उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु।